यस्तो बाइक लिएर निस्किने त बाटोमा होइन सामान लिनु भएको दाइ मैले पठाएँ अरू बाइकै छैन त्यहाँ रोकसम्म नभएर थियो दाइ हामीले तिमीहरूले नेपालको नामै राख्यो होइन तेल हाल्ने हस् हस् म सब हालेँ हजुरलाई देखाउँछु नि यहीँ ल्याएर अहिले के छ केटाकेटी हो धेरै पछि भ्लग बनाइरहेको छु माटे भाइलाई समातेँ अरे है माटे भाइ बस्टेड भयो अरे मेरो भाइ एट कहाँनिर छ त यार त्यो यतै बोलाएर थियो समातेँ भन्नु ए ऊ आऊ देखेँ फेरि कहाँ रोक्यो अरे हजुर किन सर भर्खर बना ल्यायो भाइ यो चिट काटिदिनु सर बरु चिट काटिदिनु भाइ बरु ऐना छैन एउटा ऐना नभएको ऐना ल्याएर हाल्छौँ अनि चिट काटिदिनु सर ऐना ल्याएर हाल्छौँ हामी यो रेस खेल्ने बाइक हो दाइ यो रेस खेल्ने बाइक हो यो हो रेस बाटोमा चाहिँ होइन सर बनाउनु लिएर हो चिट काटिदिनु सर बरु हो यसको घर पनि टाढा छ अब अलिकति यो उठेको क्या यसको चिट काटिदिनु सर बरु भाइ यस्तो गरिदिनु चिट काटिदिनु बरु भाइहरूलाई एकचोटि गरिदिनु चिट काटिदिनु कति चिट काट्नुहुन्छ बरु ऐनाहरू लिएर पनि सर खै दाइ बस्टेड गाइस बस्टेड माटे भाइले समातेछ यार छिटै काट्न माने होइन चिट काटिदिनु सर बरु हामी बाइक बनाएर ल्याउँछ बनाउनै लिएर आएको बाइक हो यो यहीँ सन्जय दाइको पनि बनाउनु लिएर आउँ यहीँ वर्कसप छ त्यहाँ मेरो हाइजिन त्यहाँ असै साफ हुनुहुन्छ उहाँले छोड्दै भनेपछि उहाँले छोड्दै भने म छोड्दा नहुँदैन वहीँबाट यता आऊ यो बाइक उतैबाट यता आऊ गरिदिनु दाइ त्यति गरिदिनु पर्छ चिट काटिदिनु सर मिस्टेक भएको छ गल्ती गरेछ एउटा नम्बर प्लेट अलिकति मुनि भयो त्यो एउटा गल्तीमा सर नम्बर प्लेट कुरा होइन हाले लिएर आउँछ अनि चिट काटेर पठाइदिनु सर बरु होइन हाम्रो भनाइ चाहिँ के भन्दाखेरि अनिवार्य हुन्छ तपाईँहरूलाई यस्तो बाइक राइडिङ गर्ने मान्छेलाई सचेतना पक्ष पनि अनिवार्य हुन्छ नेपालमा चाहिँ भित्रिकै हुन्छ आरामदायकै हुन्छ यही बाइकमा रेस हुने भएर हो यो बाटोमा बिग्रेर बसेको अनि बाटोमा यहाँ बनाउनु लिएर बाइक हो चिट काटेर पठाइदिनु भने चिट काटिदिनु भनेको झन् अनि यस्तो बाइक लिएर निस्किने त बाटोमा होइन सामान लिनु भएको दाइ मैले पठाएँ अरू बाइकै छैन त्यहाँ रोकसम्म नभएर थियो दाइ मेरो बाइक नै थियो सबैको बाइक छ वर्कसपमा हो लिएर नहुन्थ्यो बाइक अब लिएर हिँडे चाहिँ दाइ लिएर भएछ गाडीमा हालेर ओहोरदोहोर गर्छ यो बाइक दाइ यो अहिले रेस सक्या भएर मात्र हो हजुरहरूलाई पनि थाहा होला बनाउनु भने हात्ती गाडीमा लोड गरेर लानु स्टार्ट नभएर बसिरहेको मैले अरू बेला गाडीमै लानु स्टार्ट नभएर बसेर मैले स्टार्ट गराइदिएर अनि लिएर आयो कि बनाइदिएन यस्तो झगडा परेर समातेको खासमा लाइसेन्स कहाँ बाइक चिट काटेर पठाइदिनु बरु हामी बनाएर लिएर आउँछौँ भने नि कुरालाई अब किन उयो गर्नुभन्दा बरु चिट काटेर पठाइदिनु सर भन्नु खोज्यो हामीले चाहिँ यो भाइको छ नि
दुईटै भैँस बालु जोगिने जहाँसुकै बुढा दोस्रोचोटि यो बाइक भेट्यो भनेपछि हामी अफिसियल हस् सर दोस्रोचोटि भेटेर लिएर जानु सर हो हस् 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 एकचोटिलाई छोडिदिनु भएको छ हामीलाई यही हो कि म जाँदैन भाइ यही सामुकोसी चोकमै छ है दाइको ग्यारेजै छ सन्जय दाइको ग्यारेजै छ हाम्रो अब मेरो बिलबुक लाइसेन्स चाहिँ भाइ बालु जोगिन समातेर राख्नु दादा चाहिँ मेरो लाइसेन्स होइन लाइसेन्स छ मैले हालेको नि स्मार्ट गाडी हो यो चिकाले भयो त चिटकारेर पठाइदिनु न दाइ हो हो चिट गरेर पठाइदिनु न दाइ चिट काटेर पठाइदिनु न बरु हजुरलाई पनि सजिलो हुन्छ हामीलाई पनि सजिलो हुन्छ तिमीहरूको त 8000 भन्दा माथि काट्दै सर यदि त मैले बाइक पनि बनाएर भित्र यसको लागि चिट काटेर पठाइदिनु न सर हो त्यही गरिदिनु न चिट काटिदिनु पठाइदिनु न लाइसेन्समा हो पेसन हुन्छ अब हामी मान्यौ हामीले तिमीहरूले नेपालको नाममै राख्यो होला सब होइन तिम्रो बाइक बाटोमा आयो साथीलाई दियौ यही बाइकबाट तिमीले नेपालको नाम राखेको छौ ओहो नेपालको नाम राख्यौ यो त अघि यस्तो यस्तो थियो त यस्तो एउटा बुढो आमालाई हामी त काम गरेर अघि यस्तो ढकाल्दा ढकाल्दा स्टार्ट भएन बसेको थिएँ नि त अनि एउटा वृद्ध आमालाई हानिदिनु भयो उसको त्यहाँनिर नम्बर प्लेट हेर्ने मान्छे पनि छैन उसको अलिकति आँखा तिरिमिरी हुन्छ मेरो बाइक पनि त्यस्तै छ तपाईँ हिँड्नु भएन मैले तपाईँको बाइक मैले चलाएँ म हिँड्दै अरे के हुने त्यो बुढी आमै वृद्ध आमैको कोही छैन घरमा अनि त्यसरी हामी लापरवाही चलाउँदैन सर हामी हाने पनि के हुन्छ अनि अब सर यो एक्सिडेन्ट हुन्छ अलि नराम्रो एक्सिडेन्ट हुन्छ थाहा पाउँछ यस्तो माथि थाहा पाउँदैन चेन्ज गरौँ न सर एक्सिडेन्ट चेन्ज गरौँ न सर यसको तेल हाल्ने हस् हस् म सब हालेर हजुरलाई देखाउँछु नि यहीँ ल्याएर अहिले चिट काटिदिनु न हस् दाइ धन्न तपाईँ अलि बुझ्नु हुनु रहेछ दाइ नत्र अरू भइदिए मिस्त्री साहब तपाईँ मिस्त्री हो कस्तो गाडी बाटोमा निकाल्नु पर्छ तपाईँले चेक पनि गर्नुपर्छ अवस्था त चेक गर्न पाउनुहुन्छ तपाईँले तर कानुनले दिँदैन फेरि यस्तो हो कि यो कुरा ग्यारेजबाट सामान अरूले स्टार्ट गर्छ अर्को भाइहरूले अरू स्टार्ट गर्न नसक्यो बाटोमा राखिरहेको छ अनि मैले स्टार्ट गरेर अहिले तपाईँले स्टार्ट गर्न सक्नुभयो त हो त यहाँ स्टार्ट त हामी गर्न त चाह्यो भने त्यसरी नसकेर मैले स्टार्ट गरेर सरहरूले लिएर जानु त हुन्छ जसरी लिएर जानु पऱ्यो भने त गाडी लगाएर छिर्न मिल्दैन गाडी मैले स्टार्ट गर्न सकिनँ भने हात्ती गाडी आइहाल्छ गाडी हो लिएर जानु त गाह्रो छैन सब बनाउँ सर हामी यो ढुक्क भएर बस्नु न ल दाइ ल दाइ ल ल यति गरिदिनु भयो धन्यवाद दाइ तपाईँलाई धेरै धेरै धन्यवाद आइयो तरमा चाहिँ अब यहाँबाट रकेट जान्छ यसको कलेज गरेर आउँछु नि म एकलट ल हामी दिल्ली बजार जाँदैछौँ दिस इज हाउ एबिएस वर्क्स नजर चाहिँ एकदम यो बाइक चलाउने बेला नजर चाहिँ फुल परको नजर हुनुपर्छ है त्यहाँको नजर हुनुपर्छ हाम्रो है त्यही भएर चाहिँ अलि त्यस्तो भयो भने राम्रो ब्रेकिङ हान्न सकिन्छ रस राइड गर्ने बेला चाहिँ एकदम यसरी तल भन्दा नि सिधा हेरेर चलाउनुपर्छ एकदम परको हेरेर चलाउनुपर्छ अनि हामीलाई जज गर्न सजिलो हुन्छ है कर्नर सरन हान्नलाई पर हेऱ्यो भने